यो चाहिँ हामी कतै ट्राभल गर्न लागेको चाहिँ होइन है, नजिकिनु। यो चाहिँ हाम्रो घरबाट 10 मिनेट परको रेस्टुरेन्टमा गएको हामी खाना खान डिनरको लागि गएको थियौँ। यो चाहिँ एयरपोर्टबाट पनि नजिक छ, त्यसै 3-4 किलोमिटर पर आम्स्टर्डम एयरपोर्टको नजिक। यो अल वी क्यान इट, यति धेरै आइटम छ है। म मेरो 2टा छोरीहरू डिनर खान गएको। बच्चाहरूको लागि पनि एकदम राम्रो के, पिज्जादेखि लिएर इटालियन के सबै है। सी फुडहरू पनि त्यस्तै मिठो छ, एकदमै मिठो लाग्यो मलाई चाहिँ। यहाँ चाहिँ एकदम राम्रो, लोकेसन पनि एकदम राम्रो छ है। त्यो एरोप्लेन देखिएको थियो नि अघि, त्यो भित्र एकदम राम्रो छ। मैले चाहिँ यो केक खाएँ कि लास्टमा, यो एकदम मिठो थियो है केक चाहिँ। यति धेरै भेराइटिजहरू छ है बच्चाहरूलाई, आइसक्रिम, चक्लेट फाउन्टेन है, कति धेरै छ खानेकुराहरू पनि। मेरो बच्चाहरू त साह्रै खुसी भएर है, उनीहरूको लागि पनि नगेट्स, डोनट जे खाए पनि एकदमै राम्रो के। मैले चाहिँ यो केक खाएको लास्टमा, यिनीहरूले डेजर्ट आइसक्रिम खाएँ। जस अल वी क्यान इट हो, सबै बुफेस खानेलाई चाहिँ एकदम फुड इन्जोय गर्न सक्नेलाई चाहिँ एकदम राम्रो छ। प्राइस चाहिँ त्यही €40 पर पर्सन, बच्चाहरूको लागि चाहिँ हाफ छ है। तर वर्थ इट है, एकदम मलाई चाहिँ एकदम रमाइलो लाग्यो। यो चाहिँ रातिमा यस्तो देखिन्छ कि रातो है, लाइट बलेको। मेरो छोरी बाहिर खेल्न जान्छु भनेर मैले चाहिँ उसलाई बाहिर लगिदिएको थिएँ एकछिन, अनि बाहिर एकछिन उसलाई हिँडायो। त्यही रेस्टुरेन्टभित्रै हो कि, त्यही कम्पाउन्डभित्र, आई मिन होटल हो यो, कोरियन होटल, त्यही कम्पाउन्डभित्र रेस्टुरेन्टको। यति नै हो, बाई।